माननीय सदस्यहरू, अब माननीय उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई छलफलमा उठिएका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, निजीकरण ऐन 2050 लाई संशोधन गर्न बनेको विधेयक 2081 माथि को सैद्धान्तिक छलफलमा मान्य सदस्यज्यूहरूले अत्यन्त सशक्त ढङ्गले आफ्नो कोणबाट तर्क, विचार, विश्लेषण प्रस्तुत गर्नुभएको छ। छलफलमा सहभागी हुनुभएका सबै मान्यज्यूहरूलाई म सम्मान व्यक्त गर्न चाहन्छु र सबैको विचारप्रति पनि म सम्मान व्यक्त गर्न चाहन्छु। यति भनेर सभामुख महोदय, यो विधेयकका सन्दर्भमा यहाँ चाहिँ जे जस्ता विचारहरू आए, यो विधेयकको पक्षमा र विधेयकको विपक्षमा प्रस्तुत भएका तर्कहरू, मान्यज्यूहरूले व्यक्त गर्नुभएका तर्कहरूको चाहिँ विवेचना गर्ने भनेदेखि प्रश्न पनि उठे, जवाफ पनि आइसक्यो जस्तो मैले महसुस गरेको छु। त्यसकारणले मैले धेरै चाहिँ समय लिनुपर्ने आवश्यकता ठानेको छैन। एउटा चाहिँ म के ठान्छु भने, केही दिन अगाडि यो निजीकरण समिति जो कानुनले परिकल्पना गरेको समिति छ, जसको नेतृत्व अर्थमन्त्रीले गर्छ, कानुन सम्मत संरचना छ, त्यसको एउटा चाहिँ बैठक बस्यो। मेरो अध्यक्षताको निजीकरण समितिको बैठक बस्यो। हामीले सार्वजनिक प्रतिष्ठानहरूको, उद्योगहरूको अवस्थाको बारेमा विवेचना गर्यौं र विशेष गरी बन्द अवस्थामा र रुग्ण अवस्थामा रहेका केही सार्वजनिक प्रतिष्ठानहरूको फाइनान्शियल हेल्थ के छ भन्ने बारेमा विस्तृत रूपमा जानकारी लिने निर्णय गर्यौं। त्यो समाचार बाहिर गयो र म कहाँ एउटा डेलिगेसन आयो। मैले प्रतिक्रिया पनि सुने, नेताहरूका प्रतिक्रिया, विभिन्न ढङ्गका प्रतिक्रियाहरू मैले सुने र एउटा डेलिगेसन आयो। त्यो डेलिगेसनमा आउने साथीहरूले के भन्नुभयो भनेदेखि, निजीकरण गर्ने, सब कुरा बेचेर चाहिँ कौडीको मूल्यमा बेच्ने, बिचौलियाको सेवामा काम गर्ने आदि इत्यादि। अनि मैले साथीहरूलाई निर्णय के थियो भनेर बताउनु पर्यो। यो भुलेर भड्केर हिँड्नु हुँदैन, सूचना सही सूचना राख्नुपर्छ। अधुरो सूचनाको आधारमा आफै भड्केर हिँड्ने होइन भनेर मैले त्यो डेलिगेसनको साथीलाई भनेको थिएँ र उहाँहरू यस्तो पो रहेछ भनेर फर्किनु भएको थियो, चित्त बुझाएर फर्किनु भएको थियो। म यहाँ के आग्रह गर्न चाहन्छु भने, मान्यज्यूहरूले कहाँ देख्नुभयो यो बिचौलिया, कहाँ देख्नुभयो कौडीको मूल्यमा बेचेको चाहिँ बेच्ने आधार, कहाँ देख्नुभयो राज्यको ओनरसिपलाई कमजोर पार्ने कुरा, कहाँ देख्नुभयो चाहिँ यो सार्वजनिक सम्पत्तिलाई बर्बाद गर्ने चाहिँ कुरा। त्यसकारणले यस खालको चाहिँ न प्रस्तावमा छ, न प्रस्तावमा भएका चिजहरूको कुनै कोणबाट विश्लेषण गर्दा त्यस्तो अनुमान गर्ने कुनै आधार छ। यस्तो अवस्थामा हामी किन भड्किने भन्छु कि म चाहिँ, नभड्कियौँ, भड्किनु पर्ने जरुरतै छैन। सार्वजनिक सम्पत्तिप्रति हामी सबैको त्यत्तिकै माया छ। यसको संरक्षण गर्ने दायित्व हामी सबैलाई छ। सरकारले त्यसलाई न्यून मूल्याङ्कन गर्छ भन्ने त्यो ठान्नुपर्ने आवश्यकता छैन। म सुरुमा यो कुरा राख्न चाहन्छु। र यो निजीकरण ऐन 2050 लाई संशोधन गर्ने विधेयक चाहिँ आवश्यक भएर ल्याएको, म जोड दिएर भन्न चाहन्छु, आवश्यक भएर ल्याएको। हाम्रो चाहिँ ऐनको प्रबन्ध र ऐनको नामावली
एक प्रकारको विरोधाभास जस्तो थियो। ऐनले विभिन्न विकल्पहरू सुझाएको छ। नामावलीमा निजीकरण मात्रै छ। त्यसकारणले नामाकरण पनि र त्यो चाहिँ ऐनको अन्तर्वस्तुका बीचमा पनि सङ्गति होस् भन्ने एउटा आशय हो। दोस्रो कुरा के हो भनेदेखि हामीले चाहिँ कानुनमा व्यवस्था त गर्यौँ, त कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेन। कानुन बनेपछि कार्यान्वयन हुनुपर्छ। त्यसकारणले कानुनका उचित प्रबन्धहरूको प्रभावकारी कार्यान्वयन होस्, त्यसका निम्ति आवश्यक संरचना, आवश्यक प्रबन्धहरू पनि गर्नुपर्छ भन्ने हिसाबले यो चिज आएको हो। त्यसकारणले यसलाई यही रूपमा लिनका लागि म आग्रह गर्न चाहन्छु। र यो यहाँ मानिसहरूले भन्नुभएको छ विभिन्न विकल्पहरू यसमा छन्। सार्वजनिक निजी साझेदारीको कुरा छ, पिपिसिपीका कुराहरू छन्, अरू पनि विकल्पहरू यसमा छन्। त्यसकारणले त्यसतर्फ चाहिँ मैले धेरै चिन्ता गर्नुपर्ने आवश्यकता छैन भनेर म फेरि पनि आग्रह गर्न चाहन्छु। र एक दुईवटा विषयहरू म राख्न चाहन्छु। सार्वजनिक प्रतिष्ठानहरू हामीले किन स्थापना गर्यौँ? कि यो अहिले घाटामा गएको हो? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले असार 31 गते शपथ ग्रहण गर्नुभएपछि यी सार्वजनिक प्रतिष्ठानहरू घाटामा गएका हुन्, बन्द भएका हुन्, रुग्ण अवस्थामा पुगेका हुन्। हामी सबै पार्टीहरू पालो पालो सरकारमा छौँ कि छैनौँ? अनि के हाम्रो जिम्मेवारी ती प्रतिष्ठानलाई हेरेर मात्रै बस्ने हो र? भएन त्यसरी भनेपछि नयाँ ढङ्गले व्यवस्थापन गर्नु पर्यो कि परेन? गर्नु पर्यो नि। त्यसकारणले विगतका अनुभवहरू समेतको आधारमा यी संस्थानहरूलाई, यी प्रतिष्ठानहरूलाई यही रूपमा राखेर हुँदैन। यही रूपमा राख्ने भनेको घाटा बढ्दै जाने हो, दायित्व थपिँदै जाने हो। त्यसकारणले यिनीहरूको व्यवस्थापन नयाँ ढङ्गले व्यवस्थापन गर्न जरुरी छ भन्ने सोचको साथमा यो कुरा आएको छ। म यहाँलाई बताउन चाहन्छु, अस्ति पनि मैले चर्चा गरेका थिएँ, दुग्ध विकास संस्थान कसैले पनि दुध उधारोमा किनेको मलाई थाहा छैन। घिउ उधारोमा किनेको, डिडिसीको उत्पादन उधारोमा किनेको थाहा छैन। तर डिडिसीले उधारोमा किन्छ, दुध उधारोमा किन्छ, नगदमा दुध घिउहरू बेच्छ, अरू डेरी प्रडक्टहरू के बनाएको छ त्यो बेच्छ। तर हुन्छ के भने घाटा छ। कर्मचारीलाई तलब छैन, अनि त्यसपछि त्यो अपरेसन कस्ट छैन, यो छैन त्यो छैन, अनि डेलिगेसन आउँछ, धर्ना आउँछ, अनि अर्थ मन्त्रालयसँग एउटा एग्रिमेन्ट हुन्छ, ल यति ऋण लाग्छन्, अनि त्यसपछि कर्मचारीलाई तलब, उस्तै पऱ्यो भने अब अरू प्रकारका सुविधाहरू, फेरि पनि उधारो दुधको भुक्तानी तिर्न बाँकी नै हुन्छ। अहिले पनि भुक्तानी तिरेर सकेका छैन। अस्ति भर्खर 50 करोड लगेर पनि भुक्तानी तिर्न बाँकी नै छ। यसै गरी राज्यको ट्रेजरीबाट घाटामा गएको दायित्व बिहोर्दै जानका लागि संस्थानहरूलाई यही रूपमा राख्ने कि नयाँ ढङ्गको रिफर्म गर्ने? त रिफर्म गर्ने हो। रिफर्म गर्दा स्वाभाविक रूपमा रिफर्मका अनेक मोडालिटिजहरू छन्। ती मोडालिटिजहरूलाई हामीले प्रतिष्ठान विशेषको विशेषताको आधारमा प्रयोग गर्दै जाने हो। कतिपय यस्ता उद्योगहरू हुन्छन्, प्रतिष्ठान हुन्छन् जसमा चाहिँ निजी क्षेत्रलाई हामीले स्पेसै दिन सक्दैनौँ। मानिलिउँ हामीले हतियारको उद्योग गर्ने भयौँ भने निजी क्षेत्रलाई दिन्छौँ, हामी दिँदैनौँ नि। कतिपय स्ट्राटेजिक महत्त्वका इन्डस्ट्रीहरूमा, प्रतिष्ठानहरूमा चाहिँ निजी क्षेत्रको मेजोरिटी हुन दिँदैनौँ। कतिपयमा चाहिँ व्यवस्थापन गराएर दिन्छौँ, कति बेला निजी क्षेत्रलाई दिन्छौँ। यी विभिन्न मोडालिटिजहरूमा हामी जान्छौँ र विशेष गरिकन यो कुरामा राम्रोसँग हेक्का छ। प्रतिष्ठानको नाममा रहेको सम्पत्ति, खास गरी अचल सम्पत्ति, जग्गा जमिन, त्यो समेत बिक्री वितरण गर्दा जुन प्रकारको एउटा डिबेटको स्थिति रह्यो, त्यो चिजबाट शिक्षा लिएर त्यो चाहिँ जमिनको ओनरसिप सरकारको नाममा राखेर व्यवस्थापन करार हुनसक्छ, सार्वजनिक निजी साझेदारी हुनसक्छ, निजी क्षेत्रलाई मात्रै दिने कुरा हुनसक्छ। अनेक मोडालिटिजहरूमध्ये कुन मोडालिटिज उपयुक्त हुन्छ त्यसमा हामी जान त्यस रूपमा सोच्नुपर्छ भन्ने मलाई लाग्छ। साथीहरूलाई हेटौडा उद्योगप्रति हेटौडा चाहिँ
सिमेन्ट उद्योगप्रति हामी सबैलाई उत्तिकै माया छ। उदयपुर सिमेन्ट उद्योगप्रति त्यत्तिकै माया छ। तर यो त निर्मम सत्य हो नि, घाटामा छ। यहाँले चर्चा गर्नुभयो, पैसा माग्न आएका थिए, पैसा नदिएर त्यसपछि हुन्छ भनेर। कहिलेसम्म दिने, कतिसम्म दिने? घाटामा गइरहन्छ, ट्रेजरीबाट दिँदै जान्छौँ। त्यसको लागि हो हामीले प्रतिष्ठान स्थापना गरेको। त्यस कारणले यो मोडालिटीबाट हुँदैन। अब हामी यो ऐनमा संशोधन यो पार्लियामेन्टले गर्छ भन्ने मेरो विश्वास छ। यो सँगसँगै हामी सार्वजनिक प्रतिष्ठानहरूको प्रभावकारी व्यवस्थापन गर्छौँ, तिनको उत्पादकत्व र उत्पादन क्षमता बढाउँछौँ, तिनीहरूको व्यवस्थापन क्षमता बढाउँछौँ, तिनीहरू प्रफिटमा सञ्चालन हुन्छन्, तिनीहरूले ट्याक्स पनि तिर्छन्, राज्यको इक्विटी जुन मात्रामा हुन्छ त्यसको चाहिँ त्यस हिसाबले राज्यले प्रतिफल पनि प्राप्त गर्छ। त्यस हिसाबले हामीले यी प्रतिष्ठानहरूलाई अगाडि लानुपर्छ। यिनै कुरा यहाँ चाहिँ राखेर म आग्रह गर्न चाहन्छु कि यो चाहिँ वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाने भने जस्तो नगरौँ भन्न म अनुरोध गर्न चाहन्छु। यहाँ सार्वजनिक सम्पत्तिलाई कौडीको मूल्यमा त्यसपछि बिचौलियाको हितका निम्ति यस्ता खालका यो मनोगत आग्रहबाट बाहिर निस्कनका लागि पनि म सम्बन्धित साथीहरूलाई, मानिसहरूलाई आग्रह गर्न चाहन्छु। यिनै भनाइहरूको साथमा म चाहिँ आफ्नो जवाफलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। अब यो छलफल यहीँ समाप्त हुन्छ। अब म निजीकरण पहिलो संशोधन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले निजीकरण पहिलो संशोधन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, निजीकरण पहिलो संशोधन विधेयक 2081 माथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 112 बमोजिम संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय उपप्रधानमन्त्री